बेस्ड अब्जर्भेसन गर्नुहुन्छ केही पनि कुरा हेर्नुभयो अब हेरेर हाम्रो पाएको जुन सेन्सहरू छ त्यसले युज गरेर किन भयो कसरी छ हाइपोथेसिस गर्छ त्यस्तो यो रिजन चाहिँ को यस्तो हुँदै होला भनेर हाइपोथेसिस बिल्ड गर्छ अब त्योको लागि चाहिँ फेरि एक्सपेरिमेन्ट गरिसकेपछि अब त्यसको रिजन ठिक थियो कि थिएन मैले जुन गेस गरेको थिएँ त्यो चाहिँ कतिको सानो थियो भनेर एक्सपेरिमेन्ट गरेर रिजल्ट र कन्क्लुजनको भिडमा उनीहरू बुझ्दै जानुहुन्छ बिस्तारै अनि 6 मा चाहिँ उहाँहरूको साइन्टिफिक लर्निङमा भन्दै अब्जर्भेसन गर्नु अनि एउटा प्याटर्न बेस्ड हुन्छ कि कसरी स्टडी गर्ने कुनै पनि टपिकलाई अनि मेजरमेन्टमा चाहिँ उहाँहरूलाई यदि कुनै फिक्स सब्जेक्ट छ अब फिक्स सब्जेक्टको चाहिँ एरिया र भोल्युम डिस्काउन्टिङ हुन्छ विदिन फर्मुला क्यालकुलेट तर जुन फिक्स सब्जेक्ट छैन इरेगुलर अब्जेक्ट छ अब त्यसको लागि एरिया र भोल्युम कसरी डिस्काउन्टिङ पनि दे आर गोइङ टु लर्न अबाउट हाउ टु क्यालकुलेट द भोल्युम अफ इरेगुलर अब्जेक्ट त्यसले अब क्लास 7 मा चाहिँ उहाँहरूको मेजरमेन्ट हुँदैन उहाँहरूको फुल साइन्टिफिक चाहिँ रिपोर्ट बेसमै हुन्छ किनभने अब 7 बाट स्टार्ट हुन्छ 8, 9, 10 हुँदै जाँदा साइन्स पढ्दै जाँदा चाहिँ के पढेछौँ के एक्सपेरिमेन्ट गरेछौँ जुन एक्सपेरिमेन्ट गरेछौँ त्यो कुन बेसिसमा यस्तो रिपोर्ट लेख्नु पर्यो